नमस्कार साथीहरू। आज फेब्रुअरी 17 र आजको दिनमा हेर्दाखेरि नेप्सेमा आज ठुलो गिरावट भएको छ। लगभग 20 पोइन्टले नेप्सेको बिन्दु आज घटेको छ र पर्सेन्टेजमा हेर्दाखेरि 0.77% घटेर आज नेप्से 2642 मा पुगेको छ। टोटल टर्नओभर हेर्दाखेरि लगभग 8.3 अर्बको भोल्युम आएको छ। त्यस्तै इन्ट्राडेमा हेर्दाखेरि चाहिँ आज दिनभरि चाहिँ आज बियरिस तरिकाले चाहिँ आज मार्केटमा गिरावट देखिएको छ। एकचोटि पनि एउटा हायर हाई चाहिँ बनाउन सकेन र लगातार लोवर लो बनाउँदै आजको निफ्टी गिरावट हुँदै लगभग 2642 सम्म चाहिँ आज निफ्टीको बिन्दु पुगेको छ। त्यस्तै आज गिरावटमा पनि 42वटा कम्पनीको प्राइस बढेको छ भने 214वटा कम्पनीको प्राइस घटेको छ। त्यस्तै 6वटा कम्पनीको प्राइस अनचेन्जमै बन्द भएको छ। र आज टप गेनरमा हेर्दाखेरि एसएबिडिएल, आरएसएमएल र बिएनएचसी र टिबिसिएल अनि एसिएल बिएसएल रहेको छ। र यसमा हेर्दाखेरि यो दुईटा कम्पनी चाहिँ आइपिओबाट आएको कम्पनीहरू हुन्। त्यो दुवै कम्पनीमा लगभग आज सर्किटकै लेभलमा कारोबार भएको छ। त्यस्तै टप लुजरमा हेर्दाखेरि एसएमएच यसमा चाहिँ नेगेटिभ सर्किट लागेको छ। त्यस्तै सिएसवाई, त्यस्तै युएसएचएल, एनएबिबिसी र एनएचपिसी रहेको छ। त्यस्तै टप टर्नओभरमा हेर्दाखेरि आज रिबी, एकेजेसिएल, एनजिपिएल, सिएसडिसी र एसवाइपिएनएल रहेको छ। त्यस्तै टप भोल्युममा हेर्दाखेरि आज रिबी, एकेजेसिएल, एनजिपिएल, केकेएचसी र एकेपिएल भएको छ। सो अब सुरु गरौँ नेप्सेको टेक्निकल एनालाइसिसबाट। र साथीहरू आज हेर्दाखेरि एउटा नेगेटिभ क्यान्डल बनेको छ र आज यो क्यान्डल नेगेटिभ होइन, बेयरिस क्यान्डल बनेको छ। र यहाँ जुन एउटा सपोर्ट केही दिनदेखि चाहिँ यहाँ सपोर्ट बनाइरहेको थियो निफ्टीमा, त्यो सपोर्टले चाहिँ आज ब्रेक गरेर क्लियरली आज ब्रेक गरेर तल गएको छ होइन, तल गएको छ। त्यस्तै यो प्यारल च्यानलबाट जुन मैले एक्सप्लेन गरिरहेको थिएँ कि यो ठाउँबाट चाहिँ बाइङ आउँछ भनेर, तर त्यो कुरा चाहिँ आज इनभ्यालिड भएको छ। अब यसको अर्थ के रहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। यहाँ अब यसले चाहिँ के इन्डिकेट गरिरहेको छ भन्दाखेरि अब यहाँबाट के डाउन ट्रेन्डमा गएको हो कि भन्ने कुरा यहाँबाट प्रष्ट देखिन्छ है त। यहाँ एउटा सेलिङ जुन आएको थियो त्यो सेलिङले गर्दाखेरि चाहिँ अहिले यो अप ट्रेन्डलाई चाहिँ केही यहाँबाट ब्रेक गरेर यहाँ तल गएको छ। र अहिले हेर्दाखेरि चाहिँ यो अस्तिकै चाहिँ मैले भिडियोमा चाहिँ भनेको थिएँ यो कुरा होइन कि यहाँ एउटा यो जुन एउटा नेगेटिभ क्यान्डल बनेको थियो लगभग म मार्च 25 गतेको, त्यो क्यान्डलमा चाहिँ केही फियर आएको हो कि जस्तो यो क्यान्डलमा चाहिँ मार्केट चाहिँ बढेको थिएन। त्यो दिन चाहिँ मैले एउटा भनेको थिएँ कि अब चाहिँ प्रेसर चाहिँ तलतिर आउने जस्तो देखिन्छ होइन। अब यहाँ केही रिस्क म्यानेजमेन्टतिर जानुपर्ने हुन्छ जस्तो मैले भनेको थिएँ है त। यही दिनमा चाहिँ मैले भनेको थिएँ किन यहाँबाट चाहिँ वृद्धि भएको थियो, तर वृद्धि भएर पनि केही दिनमै चाहिँ एउटा नेगेटिभ क्यान्डल यहाँ एउटा सानो सुटिङ स्टार, यो राइजमा चाहिँ एउटा सानो सुटिङ स्टार बन्दै इनभ्यालिड गर्दै बियरिस क्यान्डल बनाएको थियो। सो यसले चाहिँ के सङ्केत गरेको थियो भन्दाखेरि अबको दिनमा चाहिँ केही यहाँबाट केही फल आउन सक्ने जस्तो यहाँबाट देखिरहेको थियो। र आज हेर्दाखेरि चाहिँ आज भ्यालिड पनि गरेको छ। र आज एउटा यो जुन एउटा लोवर हाई यहाँ यसलाई चाहिँ आज यो क्यान्डल चाहिँ आज नेक्स्टमा कन्फर्म गरेको पनि देखिन्छ। र भोल्युमबाट हेर्दाखेरि चाहिँ आज हिजोको भोल्युम भन्दा पनि आज बढी भोल्युम आएको र गिरावटमा ठुलो भोल्युम आउनु भनेको यहाँ सेलरहरूको चाहिँ बढी भोल्युम आएको भन्ने कुरा यो भोल्युमबाट चाहिँ देखिन्छ है त। र भोल्युम मुभिङ यो एभरेज भोल्युमभन्दा चाहिँ अहिले पनि तल नै छ है त भोल्युम। र अब यो जुन सपोर्ट यहाँको एउटा सानो सपोर्टले चाहिँ ब्रेक गरेको छ, त्यो सपोर्टलाई ब्रेक गरेपछि अब हामीले चाहिँ एउटा अर्को सपोर्टलाई हेर्नुपर्ने हुन्छ। त्यो सपोर्ट भनेको लगभग अबको लागि यो जुन एउटा 2668लाई चाहिँ हामीले अबको दिनमा चाहिँ यसलाई चाहिँ हामी सपोर्टको रूपमा लिनेछौँ। र अब यहाँको अब यतिको चाहिँ गिरावट हुन्छ भनेर चाहिँ हामीले कम्तीमा चाहिँ हामीले यसलाई चाहिँ अब्जर्भ गर्नुपर्ने हुन्छ है त। यो पोइन्टलाई चाहिँ राम्रैसँग वाच गर्नुपर्ने हुन्छ अबको दिनमा। र अबको निफ्टी चाहिँ यहाँ डर्न सक्ने नै देखिरहेछ है त। सो ख्याल गर्नु होला अबको दिनमा चाहिँ रिस्क म्यानेजमेन्टतिर जानुपर्ने हुन्छ है त। अब बाइङ गरेर अब होल्डिङ गरेर चाहिँ रिस्क लिनुभन्दा चाहिँ राम्रो अब बेचेर नै रिस्क लिनुपर्ने हुन्छ भन्ने कुरा यो ट्रेन्ड लाइनलाई चाहिँ यो ट्रेन्ड लाइनलाई चाहिँ ब्रेकडाउन गरेसँगै यो कुरा चाहिँ निष्कर्ष निस्किन्छ कि अब चाहिँ हामीले अब रिस्क म्यानेजमेन्टतिर जानुपर्ने हुन्छ भन्ने कुरा यहाँबाट प्रष्ट देखिन्छ है त। र यो कुरा चाहिँ अस्तिकै भिडियोमा चाहिँ मैले भनेको थिएँ है त। र सेलिङ चाहिँ कहाँ कहाँ आएको थियो भन्दाखेरि अब डिफ्रेन्ट ठाउँमा चाहिँ डिफ्रेन्ट टाइपको सेलिङ आउँछ है त। र फर्स्ट सेलिङ चाहिँ यहीँ आएको थियो है त। यहाँ जुन एउटा यम प्याटर्न बनाएर चाहिँ यो नेक रिजन यो जुन क्यान्डल यहाँ बनाएको थियो होइन, यो क्यान्डललाई चाहिँ जब यो दिन चाहिँ ब्रेक गरेर तल गएको थियो यही क्यान्डल चाहिँ एउटा फर्स्ट सेलिङ आएको थियो होइन, सर्ट टाइम फ्रेम। त्यस्तै अर्को सेलिङ भन्दाखेरि यहाँ जुन घट्दै हेर्दाखेरि यहाँ एउटा
सार्प लोवर हाई चाहिँ यहाँ एउटा बनाएको छ है त। यो लोवर हाई चाहिँ कहाँ कन्फर्म भएको थियो भन्दाखेरि लगभग यो क्यान्डलमा चाहिँ कन्फर्म भएको थियो है त। यो कन्फर्म हुँदै भएपछि नै चाहिँ एउटा अर्को सेलिङ यहाँ आएको थियो। त्यस्तै अर्को सेलिङ भन्दाखेरि एउटा यो लेभलमा आएको थियो र यसले चाहिँ लोवर हाई कन्फर्म गरेको थियो। त्यति बेला चाहिँ सेलिङ आएको थियो र अब चाहिँ एउटा यसलाई पनि लोवर हाई चाहिँ कन्फर्म गरेको छ है त अबको मार्केट। सो सेलिङ हेर्दाखेरि चाहिँ डिफ्रेन्ट एङ्गलबाट डिफ्रेन्ट ठाउँमा चाहिँ सेलिङ आएको छ र अहिले चाहिँ प्रोपरली हेर्दाखेरि चाहिँ आज डेली टाइम फ्रेममै होइन यो प्यारल च्यानलबाट जुन मैले डिस्क्राइब गरिरहेको छु त्यहाँबाट चाहिँ आज सेलिङ आएको छ है त। सो अबको दिनमा चाहिँ रिस्क म्यानेजमेन्टतिर जानुपर्ने हो कि जस्तो यहाँको टेक्निकल एनालिसिसबाट देखिन्छ है त। त्यस्तै त्यही इन्डिकेटरमा के छ भन्दाखेरि हामीले हेर्नुपर्ने हुन्छ आरएसआई हेर्दाखेरि चाहिँ अहिले नन ट्रेन्डिङ जोन प्रवेश गरिसकेको छ, लगभग 42मा गएको छ र केही अहिले स्ट्रेन्थ मार्केटमा छैन भन्ने कुरा यहाँबाट देखिन्छ है त। र ख्याल गर्नुपर्ने कुरा के हो भन्दाखेरि आरएसआईबाट चाहिँ लगभग अब केही दिनमा चाहिँ लगभग यो 30को लेभलमा चाहिँ आरएसआई यदि प्रवेश गर्यो भने चाहिँ त्यहाँ केही बाइङ अपर्च्युनिटी आउन सक्ला जस्तो आरएसआईबाट देखिन्छ है त। र यदि यो लेभलतिर बेच्नु भएन भने यहाँ बेच्ने मान्छेहरूले चाहिँ अब आरएसआई चाहिँ तलतिर गयो भने चाहिँ ओभरसोल्ड रिजनतिर गयो भने चाहिँ त्यहाँ एउटा बाइङ आउनेछ है त सर्ट टाइम फ्रेममा। त्यस्तै म्याकडीबाट हेर्दाखेरि चाहिँ आज यो हिस्टोग्राम चाहिँ आज डार्क रेडमा चाहिँ कन्भर्ट भएको छ र यसले चाहिँ प्रश्न देखिन्छ भन्ने कुरा के प्रश्न गर्छ भन्दाखेरि अहिले चाहिँ मार्केटमा फियर नै छ। अहिले पनि मार्केटमा चाहिँ सेन्टिमेन्ट मार्केटको सेन्टिमेन्ट चाहिँ अहिले पनि राम्रो भएको छैन भन्ने कुरा म्याकडीबाट प्रश्न देखिन्छ है त। त्यस्तै बोलिङ्गर ब्यान्डबाट हेरौँ है त। बोलिङ्गर ब्यान्डबाट चाहिँ अस्तिको सेलिङ चाहिँ यही आएको थियो है त। जुन दिन यो मिडल ब्यान्डलाई चाहिँ ब्रेक गरेको थियो त्यो दिन चाहिँ एउटा सेलिङ आएको थियो र अबको लागि चाहिँ बाइङको लागि चाहिँ हामीले मिनिमम अब मिडल ब्यान्डलाई चाहिँ ब्रेक गरेर माथि गयो भने चाहिँ मात्र बाइङ आउँछ भन्ने कुरा बोलिङ्गर ब्यान्डबाट देखिन्छ। सो अहिले चाहिँ के रिस्क म्यानेजमेन्टतिर जानुपर्छ भन्ने कुरा यहाँ बोलिङ्गर ब्यान्डबाट देखिन्छ है त। त्यस्तै सुपर टेनबाट जुन सेलिङ आएको थियो त्यो सेलिङ चाहिँ अहिले पनि भ्यालिड नै छ र यसको बाइङ चाहिँ लगभग हामीले 2714को ब्रेकआउटसम्म हामी चाहिँ बाइङ पाउनेछौँ है त। सुपर 10/2बाट हेर्दाखेरि त्यस्तै 10/3बाट हेर्दाखेरि के छ भन्ने कुरा त्यो पनि हेर्दै जानु हो त है त। सुपर 10/3बाट चाहिँ सेलिङ जुन यहाँ आएको थियो यो क्यान्डलमा जुन सेलिङ आएको थियो त्यो सेलिङ चाहिँ अहिले पनि भ्यालिड नै रहेको छ र अहिले के रिस्क म्यानेजमेन्टतिर जानुपर्ने हुन्छ भन्ने कुरा यो इन्डिकेटर यो सुपर 10/3बाट देखिन्छ है त। विचार गर्नलाई त्यो कुरा है त। अब चाहिँ अब अझै होल्ड गरेर बस्दाखेरि चाहिँ अलिक नराम्रो हुन्छ जस्तो यहाँबाट देखिन्छ है त। त्यही हो सुपर 10 त्यही हो इन्डिकेटरबाट हेर्दाखेरि। र अब चाहिँ हामीले अर्को सपोर्टलाई हेर्नुपर्ने हुन्छ। त्यो सपोर्ट लगभग यहाँसम्म रहेको छ त 2565तिर रहेको छ है त सपोर्ट। अब त्यस्तै एक्चुअली सेक्टरमा पनि हेरौँ है त। सेक्टरमा चाहिँ के भयो कुन सेक्टरले गर्दाखेरि यस्तो ठुलो गिरावट भयो त। सबसे ज्यादा गिरावटमा योगदान दिने सेक्टर हेर्दाखेरि आज फाइनेन्स इन्डेक्स रहेको छ। त्यस्तै हाइड्रो पावर रहेको छ। हाइड्रो पावरमा चाहिँ लगभग 1.6%को गिरावट भएको छ र यस्तो ठुलो सेक्टरमा चाहिँ यस्तो ठुलो गिरावट भएको कारणले गर्दाखेरि चाहिँ आज निश्चयमा पनि ठुलो गिरावट भएको जस्तो यहाँबाट फाइनेन्समा चाहिँ 2% रहेको छ तर फाइनेन्सको चाहिँ यस्तो ठुलो योगदान पनि हुँदैन गिरावटमा होइन। तर हाइड्रो पावरमा चाहिँ ठुलो गिरावट भएको कारणले गर्दाखेरि यस्तो ठुलो बेरिस क्यान्डल बनेको हो भन्ने कुरा। त्यस्तै होटल इन्डेक्स डेभलपमेन्ट ब्याङ्किङमा चाहिँ 1% भन्दा चाहिँ बढीको गिरावट रहेको छ। त्यस्तै लाइफ इन्सुरेन्समा चाहिँ 1% भन्दा चाहिँ कमको गिरावट रहेको छ। त्यस्तै नन लाइफ यो म्यानुफ्याक्चरिङ होइन यिनीहरूमा चाहिँ 1% भन्दा चाहिँ तलको गिरावट बढीको 1% भन्दा चाहिँ कमको गिरावट रहेको छ। त्यस्तै आजको गिरावटमा पनि आज म्युचुअल फन्ड र ट्रेडिङ इन्डेक्समा चाहिँ हरियाली नै देखिएको छ है त। सो त्यही सेक्टरमा चाहिँ आज बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि सेक्टरमा चाहिँ हाइड्रो पावर इन्डेक्सले गर्दाखेरि ठुलो गिरावट भएको छ र अर्को सपोर्ट आजको सपोर्टलाई चाहिँ पनि ब्रेक गरेको छ। सो त्यही रिस्क म्यानेजमेन्टतिर जानुपर्ने हुन्छ जस्तो यहाँबाट देखिन्छ। सो अब चाहिँ केही स्टकतिर पनि लागौँ है त के छ स्टकहरूमा। र अहिले रिडीमा के छ भन्ने कुरा एकचोटि हेर्दै जानु है त के छ। रिडीमा हेर्दाखेरि चाहिँ अब नेक्स्ट डेमा चाहिँ यस्तो नेगेटिभ सेन्टिमेन्ट भएपछि अब बढिसकेको कम्पनीहरूमा चाहिँ प्रफिट बुकिङ गर्दा चाहिँ राम्रो हुन्छ जस्तो देखिन्छ है त। अब प्रफिटहरूलाई बुक गर्दै गयो भने चाहिँ राम्रो हुन्छ जस्तो मलाई लागेको छ है त। किनभने नेक्स्ट डेमा अब अझै गिरावट भयो त्यो कम्पनीहरू पनि अझै गिरावट हुन सक्ला है त। सो प्रफिटहरू बुक गर्दै गयो भने चाहिँ राम्रो हुन्छ अहिलेको सिचुएसनमा हेर्दाखेरि होइन। र टेक्निकली यो कम्पनीमा हेर्दाखेरि चाहिँ अहिले पनि कुनै एङ्गलबाट चाहिँ सेलिङ चाहिँ आएको छैन होइन। र सेलिङ चाहिँ कति लाउँछ भन्दाखेरि यो क्यान्डलको लोलाई चाहिँ ब्रेक गरेसँगै सेलिङ आउँछ है त। अहिले चाहिँ यदि होल्ड गर्न चाहनुहुन्छ भने होल्ड गर्दा पनि हुन्छ तर केही प्रफिट बुक गर्दा राम्रो हुन्छ कि जस्तो मलाई लागेको छ है त। त्यही हो
भोल्युम आज हेर्दाखेरि चाहिँ गिरावटमा पनि आज धेरै भोल्युम आएको छ। सो केही बेच्ने मान्छेहरूमा हातार भएको हो कि यहाँबाट देखिन्छ रिभ्यू कम। सो है त अब बेस्ट मेरो विचारमा चाहिँ बेच्दा चाहिँ राम्रो हुन्छ होइन। र यो हाईलाई चाहिँ ब्रेक गरेर माथि हो फेरि रिइन्ट्री गर्दा नि हुन्छ है त। सो त्यही हो अब रिस्क म्यानेजमेन्टतिर जानुपर्ने हुन्छ जस्तो नेप्सीबाट देखिन्छ है त। र यो स्टकबाट हेर्दाखेरि ठ्याक्कै एउटा टार्गेट मिट भएको छ होइन। यो टार्गेट मिट भएपछि यो रेजिस्टेन्समा गएपछि केही रेजिस्टेन्स फेस गर्छ होइन। र सामान्य केही प्रफिट बुकिङ हुन्छ भन्ने कुरा प्रष्ट देखिरहेछ र अहिले पनि त्यही भइरहेको छ। र नेप्सेहरू चाहिँ राम्रो पर्फर्म गर्दै गयो भने चाहिँ यो कम्पनीमा अझै राइज हुन सक्ला होइन। सो ठिकै छ अहिले पनि त्यो कम्पनी चाहिँ ठिकै देखिरहेछ अहिले पनि होइन। नेगेटिभ चाहिँ केही पनि भएको छैन अहिले पनि। सो होल्ड गर्न सक्यो है त। तर विचार गर्नु होला यो लोलाई चाहिँ ब्रेक गरेर तल गयो भने चाहिँ क्लियरली सेल गर्नु होला है त। सो त्यही हो यो कम्पनीमा त्यति त्यस्तै एकेजिएसएलमा के भयो एकेजिएसएलमा पनि आज अलिक नेगेटिभ चाहिँ भएको छ है त थोरै। हिजो यहाँ दुईवटा चाहिँ नेगेटिभ क्यान्डल बनेको थियो। सुटिङ स्टार चाहिँ यहाँ बनाएको थियो। त्यस्तै आज पनि एउटा सुटिङ स्टार नै भन्दा हुन्छ आजको क्यान्डललाई पनि होइन। र केही 3-4 दिनदेखि चाहिँ यहाँ रेजिस्टेन्स फेस गरिरहेको छ। यहाँ केही घट्न खोजिरहेको छ होइन। र इन्डिकेटरहरूमा पनि हेर्दाखेरि चाहिँ अहिले अब यो म्याकडी चाहिँ रेडतिर जान्छ कि भन्ने कुरा यहाँबाट देखिरहेको छ है त। एकेजिएसएल त्यस्तै आरएसआई पनि अहिले डाइभर्जेन्स यहाँ आएको छ भन्ने कुरा यहाँबाट देखिन्छ। सो केही प्रफिट बुकिङ गर्दा राम्रो हुन्छ कि जस्तो देखिन्छ है त। सो त्यही हो एकेजिएसएलमा चाहिँ मोमेन्टम चाहिँ अहिले पनि बुलिस नै मोमेन्टम छ। यो कम्पनी अहिले पनि होल्ड गर्न सक्छ देखिरहेको छ यो कम्पनी होइन। सो वेट गर्न सक्यो होइन। त्यस्तो हतार चाहिँ पनि गर्नु पर्दैन अहिले। यो कम्पनीमा चाहिँ राम्रै देखिरहेको छ है त। तर त्यही हो नेप्सीमा चाहिँ अहिले अलिक राम्रो सेन्टिमेन्ट चलिरहेको छैन होइन। र यो कम्पनीमा पनि गिरावट हुन सक्ला जस्तो मलाई लाग्छ है त। सो केही प्रफिट बुक गर्दा राम्रो हुन्छ जस्तो लाग्छ है मलाई। त्यस्तै अब एनजिपिएलमा पनि हेरौँ है त के छ एनजिपिएलमा। एनजिपिएलमा चाहिँ हेर्दाखेरि ठ्याक्कै यहाँ टपलाई चाहिँ जुन मैले भनिरहेको थिएँ यो जुन रेजिस्टेन्स छ त्यो रेजिस्टेन्सले चाहिँ ब्रेक गर्न सकिरहेको छैन है त। यहाँ चाहिँ ब्रेक गरेको त तर यो क्यान्डल चाहिँ हेर्दाखेरि बुलिस क्यान्डल थियो है त। सो यसले चाहिँ फल्स ब्रेकआउट गर्न सकिन्छ है त। आज हेर्दाखेरि चाहिँ एउटा बियरिस क्यान्डल सहित चाहिँ यो जुन एउटा सानो रेजिस्टेन्स भन्ने चाहिँ तल गएको छ अहिले होइन। सो केही यो कम्पनीमा पनि प्रफिट बुक गर्दा राम्रो हुन्छ जस्तो देखिरहेको छ अहिले होइन। अहिले अब नेप्सीमा चाहिँ नराम्रो चाहिँ सेन्टिमेन्ट अहिले भइरहेको छ। आज अलिक नेगेटिभ नै भएको छ मार्केट। सो केही प्रफिट बुक गर्दा राम्रो हुन्छ है त। यदि प्रफिट बुक छ भने प्रफिट बुक गर्नु होला। र मार्केट केही राम्रो सेन्टिमेन्ट आयो भने चाहिँ फेरि रिइन्ट्री गर्नु होला है त। सो अब अहिले चाहिँ त्यही ख्याल गर्नुपर्ने हुन्छ। अब चाहिँ अलिक आफ्नो रिस्कलाई चाहिँ म्यानेज गर्दा नै राम्रो हुन्छ जस्तो त्यही हो। सिएचडिसीमा के छ त सिएचडिसीमा चाहिँ अब यस्तो मार्केटमा चाहिँ नेगेटिभ हुँदाखेरि पनि यो कम्पनीमा चाहिँ आज बुलिस क्यान्डल सहित चाहिँ आज ठुलो भोल्युम सहित चाहिँ आज वृद्धि भएको छ। र लगभग 3% भन्दा चाहिँ बढीको नै वृद्धि भएको छ है त यो कम्पनीमा। सो ठ्याक्कै आज चाहिँ एउटा रेजिस्टेन्स लेभलमा पुगेको छ आज पनि होइन। सो केही प्रफिट बुक गर्दा राम्रो हुन्छ। मार्केटको एगेन्स्टमा चाहिँ यो कम्पनी चाहिँ अहिले बढिरहेको छ। सो केही प्रफिट बुक गर्दा पनि राम्रै हुन्छ होइन। ठ्याक्कै एउटा टार्गेट चाहिँ हिट भएको छ यो कम्पनीमा। सो त्यही हो यो कम्पनी चाहिँ अहिले केही होइन धेरै बढिसकेको यो कम्पनी हो। सो अब चाहिँ बेटर मेरो विचारमा चाहिँ केही रिस्क म्यानेजमेन्टतिर जाँदा होइन यो राइजलाई चाहिँ बेच्ने अवसरको रूपमा लिँदा राम्रो हुन्छ जस्तो मलाई लागेको छ। सो त्यही हो सिएचडिसीको टेक्निकल एनालाइसिस होइन। सो ओभरअल चाहिँ यसको सेटर चाहिँ अहिले पनि राम्रो देखिरहेको छ केही दिनदेखि होइन। अप ट्रेन्डमै गइरहेको छ। लोवर हाई चाहिँ एउटा हायर हाई चाहिँ बनाउँदै गइरहेको छ यो कम्पनी। सो अहिले पनि केही इक्जिट चाहिँ हुनु पर्दैन। अहिले पनि होल्ड गर्न सकिने जस्तो देखिरहेको छ। केही प्रफिट बुकिङ गर्दा पनि हुन्छ सो राम्रै छ सिएचडिसी चाहिँ अहिले पनि राम्रो। त्यस्तै एसवाइपिएलमा के भयो त एसवाइपिएलमा चाहिँ हिजो वृद्धि भएको थियो। र आज चाहिँ नि यो बुलिस क्यान्डल चाहिँ आज बियरिस क्यान्डल चाहिँ आज इन्गल्फ गरेको छ है। सो अलिक नेगेटिभ भएको छ है यो कम्पनी पनि। र अब चाहिँ यो कम्पनीको प्रेसर होइन यो सपोर्ट जोनमा चाहिँ लाग्ने छ है त। सपोर्टमा चाहिँ अब प्रेसर आउँछ भन्ने कुरा आजको बेरिस क्यान्डलले चाहिँ सङ्केत गरेको छ होइन। सो ख्याल गर्नुलाई त्यो कुरा पनि होइन। यसो पेनमा चाहिँ यो कम्पनीमा पनि अहिले बाइङ चाहिँ एकदम रिस्क मलाई लागेको छ है त। सो रिस्क म्यानेजमेन्टले जानुपर्ने हुन्छ जस्तो मलाई लाग्छ यो कम्पनीले। त्यही हो यसमा पेन। त्यस्तै राधीमा हेर्दाखेरि चाहिँ राधीमा के भएको छ भन्दाखेरि राधीमा चाहिँ अहिले पनि यहाँ ट्रिपल टप लागिसकेको छ है त। यहाँ यो रेजिस्टेन्समा हेर्दाखेरि चाहिँ एउटा टप यहाँ दुईवटा टप त्यस्तै यो रिजनमा पनि दुईवटा टप लागेको छ। सो हेर्दाखेरि यहाँ चारवटा टप चाहिँ यो रेजिस्टेन्स लेभलमा लागिसकेको छ। सो स्ट्रङ रेजिस्टेन्स जोन रहेको छ। अब चाहिँ चारवटा टप लाग्नु भनेको अलिक धेरै नै
यो रेस्टेन्स ठुलो रेस्टेन्स रहेको छ भन्ने कुरा, अनि यो रेस्टेन्समा चाहिँ ब्रेक गर्नु एकदम गाह्रो भइरहेछ भन्ने कुरा यो रेस्टेन्समा देखिन्छ। सो अबको दिनमा चाहिँ यो चाहिँ मैले एउटा सानो एउटा सपोर्ट चाहिँ मैले बनाएको छु, त्यो सपोर्टले चाहिँ ब्रेक गरेर तल गयो भने चाहिँ यो कम्पनीमा कम्प्लिट एक्जिस्ट हुँदा चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। किनभने धेरै कम्पनी यो बढिसकेको छ होइन, धेरै बढिसकेपछि चाहिँ धेरै अझै बढ्छ भन्ने कुरा एक्सपेक्ट नगर्दा राम्रो हुन्छ। केही अर्को कम्पनीहरूतिर सिफ्ट हुँदा चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ है। तर अब यो कम्पनी अहिले जुन यहाँ रेस्टेन्स फेस गराएको रेस्टेन्सबाट हेर्दाखेरि होइन, सो त्यही हो यो कम्पनीमा अहिले हेर्दाखेरि प्रफिट बुक गरेर होइन अर्को कम्पनीतिर सिफ्ट हुँदा चाहिँ जस्तो हुँदा चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। तर अभिमा पनि त्यस्तै हो। त्यस्तै पिपिएलमा के भयो त, पिपिएलमा चाहिँ हिजो चाहिँ राम्रै पढेको थियो र आज पनि भोल्युम चाहिँ राम्रै आएको छ, तर यस्तो ठुलो चाहिँ पनि गिरावट भएको छ नि, लगभग 1.5% चाहिँ मात्रै गिरावट भएको छ। होल्ड गर्न सकियो अहिले है त। सो मिनिमम चाहिँ यो जुन एउटा सानो रेजिस्टेन्स छ, यहाँ सपोर्ट छ, त्यो सपोर्टलाई चाहिँ ब्रेक गरेसँगै चाहिँ सेल गर्नलाई अहिले चाहिँ होल्ड गर्न सक्ने देखिन्छ है। त्यही यो पिपिएल चाहिँ ठिकै छ अहिले होइन। र यो प्याराजेलबाट हेर्दाखेरि चाहिँ ठ्याक्कै यहाँ एउटा प्रफिट टार्गेट चाहिँ मिट भएको छ है त। सो त्यही प्रफिट बुक गर्दा पनि राम्रै हुन्छ जस्तो देखिन्छ होइन। राम्रै छ यो पनि यो कम्पनी। त्यस्तै केकेएचसीमा के भयो त, केकेएचसीमा हेर्दाखेरि चाहिँ आज ठुलो गिरावट भएको थियो, त्यसपछि चाहिँ आज त्यसपछि लास्टमा के गरेको हो कि लास्टमै भन्दा हुन्छ, लास्टमा चाहिँ लगभग कतिले बढेको छ भन्दाखेरि लगभग 5%ले है त। 5% यसलाई चाहिँ हामीले त्यस्तो राम्रो क्यान्डल चाहिँ यसलाई चाहिँ हामीले अहिले भन्न सक्दैनौँ। लास्ट सेकेन्डमा चाहिँ होइन, लास्ट मिनटमा चाहिँ यो कम्पनीको प्राइसलाई चाहिँ माथितिर मेनिपुलेट गरेर चाहिँ बढाएको रहेछ। सो भोलिको दिनमा चाहिँ अलिक यो कम्पनीको प्राइस घट्ला जस्तो देखिन्छ है त यो कम्पनी। सो ठ्याक्कै यहाँ प्रफिट टार्गेट मिट भएर चाहिँ यो कम्पनीको प्राइस घटिरहेको छ र एग्रेसिभ नै हिजो चाहिँ बियर्स क्यान्डल सहित ठुलो यहाँ बुलिस क्यान्डल चाहिँ इन्गल्फ गर्ने, 3वटा क्यान्डललाई चाहिँ इन्गल्फ गर्ने खालको एउटा बियरिस क्यान्डल बनेको थियो होइन। सो यो क्यान्डल चाहिँ नेगेटिभ भएको थियो र आजको क्यान्डल पनि नेगेटिभै भएको छ भन्ने कुरा को टेक्निकलबाट देखिन्छ है त। र बेच्दाखेरि चाहिँ हिजो चाहिँ अलिक धेरै नै भोल्युम आएको छ। सो यहाँ केही ठुलो लगानीकर्ताहरूले चाहिँ यहाँ बेचेको हो कि लगानीकर्ताहरूले बेचेको हो कि जस्तो भोल्युमबाट देखिन्छ है त। यस्तो ठुलो बियरिस क्यान्डल चाहिँ ठुलो भोल्युम आउने भनेको अलिक नराम्रो नै हुन्छ जस्तो देखिन्छ है त। सो त्यही हो केकेसीको अहिले चाहिँ टेक्निकल एनालाइसिस। त्यस्तै एनआरएनमा के भयो त, एनआरएनमा चाहिँ एनआरएमको चाहिँ पनि मैले त्यही भनिरहेको छु अघिदेखि नै, धेरै दिनदेखि मैले प्रष्ट रूपमा चाहिँ भनिरहेको छु के भन्दाखेरि यो कम्पनीको चाहिँ एउटा ठुलो ट्रेन्ड लाइनलाई चाहिँ ब्रेक गरेर तल गएको छु है त। र यहाँ एउटा क्यारेक्टर चेन्ज गरेको भन्ने कुरा यहाँको ट्रेन्ड लाइनलाई चाहिँ ब्रेक गरेसँगै देखिन्छ र यो अब केही साइडतिर मुभ गर्ला कि जस्तो यहाँबाट देखिन्छ है त। सो बेटर मेरो विचारमा चाहिँ अर्को कम्पनीतिर सिफ्ट हुँदा चाहिँ राम्रो हुन्छ होइन। र यो कम्पनीमा चाहिँ प्रफिटहरू छ भने बुक गर्दै राम्रो हुन्छ र केही बेचेर नै चाहिँ राम्रो रिस्क होइन, बेचेर नै रिस्क लिँदा चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ है त यो कम्पनीमा हेर्दाखेरि है त। सो र यो एउटा हेर्दाखेरि यहाँ चाहिँ एउटा बुलिस क्यान्डल चाहिँ ब्रेक गरेको थियो, हायर हाई चाहिँ बनाएको ब्रेक गरेसँगै चाहिँ अर्को दिन चाहिँ बेरिस इन्गल्फिङ क्यान्डल चाहिँ बनाएर चाहिँ अहिले प्राइस चाहिँ घटिरहेको छ। र यो जुन एउटा सपोर्ट बनाएको छ त्यो सपोर्टले चाहिँ ब्रेक गर्यो भने चाहिँ कम्प्लिट इक्जिस्ट हुँदा चाहिँ राम्रो हुन्छ है। त्यो एनआरएम यो वृद्धिलाई चाहिँ बेच्ने अवसरको रूपमा लिनुपर्छ भन्ने कुरा मैले यो यो होइन यहीतिर मैले भनेको थियो। र यो जुन ब्रेकआउट यहाँ गरेको थियो त्यही ब्रेकआउटमा चाहिँ मैले भनेको थिएँ यो कुराहरू होइन, अबको यसलाई बुद्धिलाई चाहिँ बेच्नमा लिँदा चाहिँ राम्रो हुन्छ भन्ने कुरा मैले भनेको थिएँ एनआरएम। सो त्यही हो एनआरएम कम्पनीको अहिले होइन। र बिएनएससीमा के भयो त, बिएनएससीमा चाहिँ हिजो पनि एउटा पोजिटिभ सर्किट होइन, र आज पनि एउटा सर्किट लागेको छ र आज भोल्युम सहित चाहिँ एउटा सर्किट लागेको छ। सो के यहाँ अझै बढ्न सकिने जस्तो अहिले देखिरहेको छ र यो हाईले चाहिँ ब्रेक गरेर आज माथि गएको छ, हायर हाई चाहिँ बनाएको छ र यो एउटा ठुलो जुन एउटा रेजिस्टेन्स यहाँ फेस गरिरहेको होइन, यो रेजिस्टेन्सलाई चाहिँ आज क्लियरली ब्रेक गरेर माथि गएको छ। सो अहिले चाहिँ अझै यो कम्पनीको प्राइस बढ्न सकिने जस्तो देखिरहेछ है त। सो अहिले चाहिँ होल्ड गर्न सकिने देखिन्छ र यो रेन्जतिर गएर चाहिँ ती रेजिस्टेन्स फेस गर्ला कि जस्तो यहाँ देखिन्छ है त। सो होल्ड गर्न सक्यो यो रेन्जतिर गयो भने चाहिँ प्रफिट बुक गर्दा पनि राम्रै हुन्छ होइन। सो त्यही हो, बाइङ चाहिँ धेरै नै रिस्की छ र अहिले चाहिँ बाइङ नगर्दा नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ। त्यो कम्पनी चाहिँ धेरै नै बढी बाइङ गर्ने नै इच्छा थियो भने चाहिँ यही रेन्जतिर चाहिँ बाइङ गर्नुपर्ने हुन्छ। जुन चाहिँ यो खाइलाई चाहिँ ब्रेक गरेर माथि गएको त्यही बाइङ गर्दा चाहिँ राम्रो हुन्थ्यो। अब चाहिँ बाइङ धेरै नै रिस्की छ, धेरै नै माथि गइसकेको छ भन्ने कुरा यहाँबाट देखिन्छ। सो त्यही हो, बिएनएस होल्ड गर्न सकिने देखिन्छ तर बाइङ चाहिँ धेरै नै रिस्की छ भन्ने कुरा मलाई लाग्छ त्यो बिएनएस। सो त्यही हो, आजको यस भिडियोमा यति नै थियो।
यदि भिडियो चाहिँ इन्फर्मेटिभ लागेको छ भने प्लिज भिडियोलाई चाहिँ लाइक गरिदिनु होला र यस च्यानललाई सब्सक्राइब गरिदिनु होला। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो।